धेरै दिनपछि बुढीले आज अर्ग्यानिक खाना बनाउँदै छिन्। यो हो के हो रे यो सिस्नो। यो हो ढिँडो कोदोको। आज आटो ढिँडो एउटै हो के हो र यो अदुवासँग चट्ट बसेर टक्क मजा नि हो त आज जाडो समयमा। दिदीले त के बनाउनु लाग्नु भएको त्यसमा यो होइन भनेर यो पनि थप भएको छ। दिदीले ढिँडो आज स्पेसल तरिकाले खान लाग्नु भएको छ। यति खायो त एकजना बहिनी। ठिक छ सिस्ना पुग्दैन क्या हो आज धेरै महिनापछि खाँदाखेरि। भोलि दिशा कालो आउनु भयो त। के हो यो न ल धेरै के छ यत्रो खाने अन्त आज ज्यान बन्छ। लगभग 2 किलो छ क्या यो। ल गुवाम ल गुवाम पार त खाएको गुवाम खै दिदी। ल तिमी ल खा त गुवाममै कसरी खान्छन् खाइ यस्तरी ल्याम भन्छ नि एकजना बड्डोले। खुर्सानी हो अदुवा एकछिन स्वाटै लडे पोल्ला नि फेरि अदुवा टिक अड्डा टोकेर यस्तै सबैले पर्दैन क्या भयो भने